अब आज हाम्रो शनिबारको दिनको हाइकिङ कहाँ रे बिस्तारै बिस्तारै जाने हो। हुनुपर्छ अनि मान्छेले प्रेजेन्ट पनि त्यस्तै नै गर्छ। डाँडे पँधेरो त्यो चाहिँ हाम्रो एकदम पुरानो पँधेरो डाँडे पँधेरो। त्यहाँबाट अब बाटो त छैन, बारीमा खासै केही लाएन नि त मान्छेले अहिले। अब धान रोप्ने बेलामा मात्रै हुन्छ, त्यही भएर बारी कुद्नु पर्यो। यो चाहिँ 12 बिसीको खेतै कुना। अब हामी हनुमान पोखरीको यात्रा बिस्तारै यहाँ चाहिँ प्लटिङ रहेछ खेतको बिचमा। अब यहाँ हिँड्दै बाटै देखा परेन। अब यहाँ बाँस घारी झ्याङ भाग्नु पर्यो। झ्याङ यता रहेछ बाटो। एडभेन्चर भनेको यस्तै हो। बारी बाटो जङ्गल तलैया बाघमारा को सेरोफेरो आज पोखरा रमाइलो छ। जस हरियालीमा हिँड्न पाउँदा आनन्द लागिरह। फाइनल्ली हनुमान पोखरीको पुरानो बाटो एकदम पुरानो, तर अहिले चाहिँ मोटरेबल डोजर लगाएछन्। अब यहाँबाट 10-15 मिनट उकालो चढेछन् हनुमान पोखरी आइपुग्छ। अब मोटरेबल बाटो सिद्धियो। अब यहाँबाट ठाडो उकालो केही छिनको लागि। यो चाहिँ बल्ल पुरानो बाटो हो, हिँडिराख्ने बाटो। त्यही पनि कता चेन्ज भएछ कि जस्तो लाग्ने यसो हेर्दाखेरि। यो वारीपट्टिको पाहा हो हनुमान पोखरी यो, अनि पारिपट्टि हो त्यो चाहिँ भीमसाई पुरै। त्यसको उतापट्टि जुगे पाहा, चैनपुर हो। यहाँबाट भ्यू चाहिँ दामी देखिँदो रहेछ। ल पुरै सिटी देखिँदो रहेछ यहाँबाट। ल पोखरासम्मै सबै बजार जो आजकल डाँडा पाखा रमाइलो हुँदै गएका छन्।
बस्नको लागि। मलाई पनि फाँटमा भन्दा नि पाखामा चाहिँ बस्न आनन्द लाग्छ। जे होस् कालान्तरमा पाखातिर बस्नु पर्ला। निकै रमणीय छ नि, हिँड्दाखेरि अलिकति एक्सर्साइज पनि हुने उकालो ओह्रालो गर्दा हैन। हावापानी शुद्ध, प्रदूषण कम, जे होस् राम्रो। अहिले हिँड्दै हिँड्दै हामी हनुमान पोखरी आइसक्यौँ। यो चाहिँ हनुमान पोखरीको शिवजीको मन्दिर। नाम चाहिँ हनुमान पोखरी तर हनुमानको मन्दिर चाहिँ रहन्छ। ल अब यहाँबाट यो टेकाटेकै हामी अब माथि भोटे पोखरी के भन्छ त्यहाँ माथि सिधै उता। यस्तो रमाइलो ठाउँहरू छन् अब भरत पोखरीमा, थोरै गरी साथ देखेन। हनुमान पोखरी हनुमान रतन यस्तो रमाइलो भइसक्यो ठाउँ त। जस अलिअलि विकास भएको रहेछ यहाँ हनुमान पोखरी। धेरै राम्रो बवाल भएछ यत्रो टाइमपछि। सिँढी नि रहेछन् माथि उक्लिने। यो सिमल नि दुई थरीको हुँदो रहेछ। एउटा यस्तो फुल फुल्ने हुँदो रहेछ झपक्कै। लाली गुराँस जस्तै फुल्दो रहेछ त ठ्याक्कै सिमल त हैन। सिमल वन कुखुराको त ग्याङ रहेछ यहाँ त। बाटोमा उडिहाल्यो नि। पोखरीबाट 5 मिनट हिँडेपछि यहाँ आइटेकै सिद्धे चाहिँ छैन फेरि यस्तै पुरानै जङ्गलको बाटो सुरु भइहाल्यो। अब यही बाटोबाटै बिस्तारै हिँड्नु पर्यो। हिँड्दै एउटा मृग पनि देखियो कि बाटैमा। फोटो खिचौँ भन्दा भागिहाल्यो। यो जङ्गलमा चाहिँ जनावरहरू मृगहरू बढेको राम्रो कुरा हो। उनीहरूको वासस्थान उनीहरूको घर हो नि त। हामीले चाहिँ भरपुर संरक्षण गर्नुपर्छ। जे होस् बाटो पुरानै जमानामा बुढापाकाले बनाए पनि एकदम राम्रो बाटो रहेछ र माथि उक्लिने। अब त सुरुवात गरेको कुरा त पुरा गर्नुपर्ने हो क्या रे। आधा जति बनाएर के कारणले छोडिदिएर चाहिँ हुनै जानु। हिँड्दा एउटा गुदरगानु धेरैलाई त थाहा छैन होला। यो एउटा मेडिसिनल भ्यालु हुन्छ यसको। यसलाई इङ्ग्लिसमा के भन्छ खोजेर हेर्नु पर्ला। यहाँ रहेछ कि बाटोमै। सानसानोमा हामी यसले चाहिँ गुदरगानाको पाङ्रा बनाएर खेल्थ्यौँ। चाहिँ एउटा हर्बल मेडिसिनल प्लान्ट चाहिँ हो। ल ठिक छ। रुख ढलेछ कि ढलाएका हुन् कि यहाँ पुरै बाटै छेकिया रहेछ। सायद काटेर ढल्यो होला। अनि यहीँ पुरानो
बाबुबाजेको पालाको चौतारो रहेछ है। कति राम्रो चिनाइ के हेर्नु पुरानो चिनाइ कस्तो राम्रो उक्लिने बाटो। यो चाहिँ संरक्षणको अभावमा यत्तिकै बसिरहेको रहेछ। पहिलाकाले पो चौतारो चिने धर्म हुन्छ, चौतारोमा बर पिपल सारे धर्म हुन्छ, पुण्य हुन्छ भन्थे। अहिलेकालाई के मतलब सारा स्तर नै मासिँदै गइसक्यो बिस्तारी बिस्तारी। पुराना 200-300 वर्ष पुराना रुखहरू पोखरा महानगरभरि चौताराहरू बाटो बनाउने उसले काट्दै भत्काउँदै गर्न थालिसक्यो। अब त भ्याइसक्यो धन्न। तर त्यही उदाहरण चाहिँ जापानतिर अरू विकसित देशतिर हेर्ने हो भने त्यो जुन पुरातात्विक चिज थियो त्यसलाई नचलाइकन पनि उनीहरूले डेभलपमेन्ट गरेका छन्। त्यो रुखलाई नचलाइकन त्यो चौताराहरू नभत्काइकन पनि गर्न सकिन्थ्यो। तर अब यहाँको अवधारणा यहीँका अब विज्ञहरूले जानुन्। तर राम्रो चाहिँ मलाई त्यति राम्रो लाग्दैन पुराना चौताराहरू मासेको। ल बिस्तारै हिँड्दै बिचतिर आयो। यहाँ फेरि अर्को चौतारो के बनाउनु ला रहेछन्। रुखहरू पुराना छन् यहाँ चिलाउनेका रुखहरू। अनि कुरो के भएछ भन्दाखेरि यो तलपट्टि त्यहाँसम्म सिँढी रहेछ। त्यसपछि यो बिचको भाग अलिकति खाली रहेछ 1-1.5 मिटर जति। अनि फेरि यहाँ आएर अर्को टेका सुरु भयो, फेरि स्टेप सुरु भयो, फेरि सिँढी। अब यसको कारण चाहिँ के होला कि चाहिँ बिचमा त्यति खाली राखेछन्, नेचर वाक जङ्गल वाक आए जस्तो हुन्छ भनेर खाली छोडेको कि अब त्यो भगवान् जानु न। कुरो त्यस्तो रहेछ कि अब यहाँ फेरि राम्रो सिँढी रहेछ। फाइनल्ली मोटरको बाटोमा आइयो। यो चाहिँ हाम्रो तल जोकेपाखो हुँदै आउने बाटो भोटेपोखरी। भोटेपोखरीमा यहाँ एउटा दामी मन्दिर छ होइन, आइहाल्यो। कति राम्रै देवी दुर्गा भवानी। यहाँ बास्केटबल कोर्ट पनि बन्दै रहेछ है। यता चाहिँ यो मालागिरी, यो पुरै एरिया भोटेपोखरी। यो तलको चाहिँ मालागिरी होमस्टे गुरुङ गाउँ। छिट्टोपुट्टो छोडेका घरहरू रहेछन्। यहाँ बारीहरू सबै खाली रहेछन्। यस्तो छ स्थिति, गाउँघरको स्थिति यस्तै छ। यो भोटेपोखरीको मन्दिरमा चाहिँ छुट्टै देवी देवताहरू रहेछन्। यहाँभित्र चाहिँ गणेश शिव पार्वती हुनुहुन्छ यहाँ हो मन्दिरभित्र। अनि यहाँ के को हुनुको रहेछ, यो सोमीको बुटो होइन। ल भगवान् धन्यवाद। अनि अलिकति अगाडि गएपछि यहाँ श्रीकृष्ण हुनुहुँदो रहेछ। कृष्ण घनश्याम श्रीकृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण। यहाँ अझै यता गएपछि कालीनाग हुनुहुँदो रहेछ। कालीनाग की जय होस्, कालीनाग की जय होस्।
यता घुम के छ अनि यहाँ चाहिँ देवी देउराली हुनुहुँदो रहेछ ल देउराली माता नयाँ कुरा हुनुहुँदो रहेछ यहाँ देउराली अनि यहाँ एउटा निकै पुरानो चिलाउनेको रुख हुँदो रहेछ यहाँ चाहिँ भैँर देवता भगवान की जय अनि यता चाहिँ अँहेर हुँदो रहेछ अँहेर देवतालाई जय 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 यता चाहिँ के को थान हुँदो रहेछ फेरि सिद्ध बाबा हुँदो रहेछ यहाँ चाहिँ सिद्धको थान रहेछ यहाँलाई कोटी कोटी प्रणाम भगवान् धन्यवाद यस्तो मनोरमै पार्ने खालको दृश्य रहेछ नि त्यहाँ त सबै देवी देवताहरू हुनुहुँदो रहेछ भगवानहरू अनि यहाँ सेती नाग हुनुहुँदो रहेछ कोटी कोटी प्रणाम भगवान् अब दर्शन गरेर फिर्ती सवारी अब अगाडि बढ्दै जाऊँ मनोरम स्थल रहेछ आउनै पर्ने त्यो दामी ठाउँ रहेछ यहाँ भ्यू पोइन्ट आमा भ्यू A1 रहेछ ल धेरै मान्छेलाई चाहिँ यो भरत पोखरीको सुन्दरताको बारेमा थाहै छैन क्या यहाँ हाइकिङ ट्रेल चाहिँ एउटा खोल्नै पर्छ यहाँको ओडाले समन्वय गरेर होइन यो राउन्ड बागमारा राउन्ड 33 भनेर एउटा ट्रेकिङ ट्रेल 1 डे ट्रेकिङ ट्रेल यिनीहरूले बनायो भने नम्बर 1 हुन्छ अनि यो बाइक अर्को चाहिँ यो पोखराको यता यो भरत पोखरी हुँदै उता कृष्टि दोपरे निरल पोखरी हुँदै भरत पोखरी हुँदै यसरी अनि उता रूपाताल बेगनासताल दिपाङताल खास्टेताल हुँदै सबै 6वटा ताल हुँदै भेवतालसँग जोड्ने अर्को एउटा 2 दिनको ट्रेकिङ ट्रायल चाहिँ पोखरा महानगरपालिकाले खोल्नतिर ध्यान दियो भने टुरिज्म एकदमै बढ्ने चान्सेस छ किन भन्दाखेरि यहाँ वरिपरि साइडमा होमस्टेहरू पनि छन् बस्ने वासस्थान पनि छन् घरहरू पनि छन् त्यो भएपछि सजिलो भयो नि त चाहिँ यहाँबाट भोटे पोखरीबाट माथि यो मोटरको बाटो खनेको ठाउँ रहेछ सायद यहाँ पुरानो बाटो पनि थियो होला मोटरको बाटो खने पनि अन्त्य नभएको बाटो के नेपालको विकास खनिदिने बजेट सिद्धाइदिने त्यसलाई टुङ्गोमै नपुर्याउने ज्वलन्त उदाहरण त चारैतिर छ नि अब यो बाटो खनेर के फाइदा हो यत्रो बजेट सिद्धाएर के फाइदा हो के भयो यस्तै छ नेपालभरि बजेट काँडा हुन्छ ठेकदार पार्टी कार्यकर्ता धनी हुने बाटो मात्रै यस्तै ठगी कामहरू गरेर आइडिया चाहिँ छ यो डाँडाको टुप्पा भ्यू हेर्दै एउटा बाटो बनाएको तर यो मोटरेबल बाटो भन्दा नि यहाँ एउटा ट्रेकिङ ट्रेल बनाएको भए चाहिँ अझै पनि बनाउँदाखेरि हुन्छ त्यो गरियो भने चाहिँ पोखराको नम्बर 1 ट्रेल नै भन्छ यो रोयल ट्रेक नै भन्छ कि रोयल ट्रेक त उतापट्टि छ रूपाकोटसम्म निस्किने विजयपुरबाट तर यो पनि यो त्योभन्दा पनि अझ मनमोहक छ कि अब यस्तै हेर्दै जाऊँ अब जङ्गल
यहाँ लालीगुराँसको फुल पनि रहेछ कसले टिपेका हुन् यी फुलिसकेछ यहीँ कति मिठो बास्ना यहीँ के अरे पोखरा 33 वडा नम्बर 33 मै यहाँ यो हुँडीकोटको वरिपरि नै लालीगुराँस छ नि यो कसैले रोपेका त होइन होला धेरै पुरानो समयदेखि नै छन् कि यहाँ बुट्टाहरू गुराँसका बुट्टाहरू एउटा देखिहाल्यो नि यो हाइटमा पनि हुँदो रहेछ त यो हाम्रो यो जम्मा 1400 मिटरको हाइट हो यो त्यहाँभन्दा माथि छँदै छैन तर यसमा पनि लालीगुराँस रचन अलिअलि कहाँबाट भाँचेर लिएर आएको उनीहरूले यहाँ तलपट्टि यो मुनिपट्टि त्यहाँ एउटा भिर जस्तो छ त्यहाँ थिए पुरानै समयमा नि सानो हुँदाखेरि पनि त्यहाँ लालीगुराँस फुलेको हेर्न आइन्थ्यो जङ्गल जङ्गल यो जङ्गल जङ्गल झाडी झाडी रहेछ दिदी कता भागिन् उतै है म त मान्छे देख्दिनँ त म चाहिँ यहाँबाट माथि माथि जान्छु यो एडभेन्चरस भएछिन् होइन बाटो आफै पत्ता लगाउने हो कि बाटो छँदै छैन खन्नु भएको ठाउँमा गाडी खन्थाएर ठ्याक्क उभिन पर्छ ओ फरक्क चिप्लियो भने अहिले फेरि ल यो चाहिँ साना सहरीको पानीको पाइप आउने ठाउँ रहेछ तर ठाउँ चाहिँ मनमोहक छ जस तल भ्याली यस्तो मनमोहक ठाउँमा घुम्न पाउँदाखेरि त यसको आनन्द बेग्लै छ कि रिकनेक्टिङ विथ द नेचर यो बाटो म अस्ति नै पनि एकचोटि त आएको तर अहिले चाहिँ अझै रमाइलो लाग्यो क्या यो सिजनमा ए लौ लालीगुराँसको रुख ऊ त्यहाँ रहेछ तर यो क्यामेराबाट त्यति राम्रोसँग देखिन्न कि हो त्यहाँनिर एउटा अहिले 2-3टा फुल पनि फुलिहाल्छ ल यो हाइटमा पनि लालीगुराँस हुँदो रहेछ जे होस् यहाँ चाहिँ फेरि के देउताका थान रहेछन् लौ सर्व परमात्मा श्री कृष्ण गोविंद हरे मुरारी श्री भगवान की जय होस् जय होस् जय होस् जय होस् के को कुरा त लाएँ मैले यहाँ यो केका थान रहेछन् अब यी हामीलाई ल यहाँ पो रहेछ त भ्यू पोइन्ट यहाँबाट ट्याक्कै ठाडै भिर त्यो पारिको लेखनाथ एरिया त्यो पुरै बेगनास्थल ठ्याक्कै देखियो त्यहाँ होइन बेगनास्थल त्यहाँ दिपाङ ताल पनि देखियो अलिकति खास्टे ताल देखियो वहाँनिर अर्को के ताल हो त्यो अनि यो भाग पुरै यो हाम्रो बाघमाराको फाँट भयो वहीँसम्म होइन सेतीगण्डकी हो बग्नु भएको त्यहीँनिर यो चाहिँ जुगेपाखो हो जुगेपाखो चैनपुरको डाँडो त्यो यस्तो मनमोहक ठाउँ यस्तो रमाइलो ठाउँ छ कि यो आमा जस
आनन्द भयो कि आनन्द। म त ठ्याक्कै भिरमै छु नि, गाङमै। यस्तो आफ्नै ठाउँ भनेको आफ्नै ठाउँ हुन्छ। तर यो भरत पोखरी चाहिँ नम्बर 1 नै छ कि बाघमारा चाहिँ घुम्नको लागि, बस्नको लागि, घुम्नको लागि कम्पेरेबल चाहिँ अरू कुनै सिटी पनि छैन कि पोखरामा। ल अब यहाँबाट बिस्तारै तल झरौँ। तल झर्ने अलि जोखिमपूर्ण बाटो छ। कता हो? म त यता उक्लेर आएको। यहाँ झर्ने कसरी हौ? पाइप सुरेली खेल्दै झर्नु पर्यो सुर। यहाँबाट पाइप हे भगवान्, के हो बाटै छैन क्या हो? कुरो के हो? अचम्म म त यहाँ तल यहाँ फेरि डङ्ग्रङ भिरतिर पुगिन्छ फेरि। समात मेरो एउटा हातले फेरि अहिले ठाडै भिर्छ फेरि दशा लाग्ला फेरि। ल झरियो 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 झरियो। अब जङ्गल झाडी अर्को रमणीय ठाउँतिर हिँड्नु अब यहाँबाट माथि फेरि अर्को एडभेन्चरतिर उक्लिनु पर्यो। त्यहाँ बाटोमा तिमीले लालीगुराँस देख्यौ? लालीगुराँस त्यहाँ ऊ यहीँ रहेछ त्यही। वा यहीँ रहेछ त्यही पक्कै खोलेको हो त नि। रुख त टन्नै रहेछ त, लिएर आउने कि? ऊ त सानो रुखसम्म त पुग्छ नि त। टन्नै रहेछ नि लालीगुराँस। त्यही भनेर नि भरत पोखरी बाघमारा नि लालीगुराँस रहेछ कि यहाँ हुडीकोट जाने बाटोमा यस्तो छपक्कै थाहै छैन कसैलाई। हो यतिको हाइटमा पनि यस्तो दामी गुराँस फुलेर आए। हे धन्यवाद, गुराँसको दर्शन पाइयो। गुराँसको गुराँसी लालीगुराँस यति यहीँ रहेछ। टन्नै रहेछ नि यहाँ त गुराँस त। आमा तर तलभन्दा यहाँ चिसो रहेछ नि त, अर्कै खालको चिसो त। त्यही भएर यो गुराँस भएको रहेछ नि क्या। गुराँस फुल्ने बेला भइसकेको छ। ल यहाँ चाहिँ दुई थरीको लालीगुराँस रहेछ। एउटा चाहिँ टोटल रेड रहेछ रातो, एउटा चाहिँ पिङ्क कलरको रहेछ कि ऊ त्यहाँ हो। अचम्मै भयो त यहाँ त। तर यहाँ लालीगुराँस पहिल्यैदेखि थियो नि त। हामी पहिला सानो हुँदा नि यहाँ लालीगुराँस हेर्न आउँथ्यौँ कि ऊ तल। कतिले त ऊ त्यहाँ बाटोभरि भाँचेर फाले। किन भाँचेको पनि वनको शोभा हो नि त लालीगुराँस त, देशको शोभा। सानो सरीको पाइपलाई फलो गर्दै गर्दै जङ्गल अगाडि बढौँ। यो चाहिँ घरको अर्ग्यानिक मकै, घर भुटेको। यो मकैको लोकल ब्रिड हो, एकदम कमल हो। थोरै हिटमा पनि भुटिहाल्ने। यो पहिलेदेखि नि हिँड्ने बाटै रहेछ क्या हो क्या। त्यही भएर यहाँ चौतारा पनि रहेछ पुरानो।
पुरानो चिनाई के यो ढुङ्गाको चिनाई कस्तो दामी हो। यो कति एकुरेसीमा पहिले यो 200-400 वर्ष अगाडि मान्छेहरूले यस्तो चौतारा चिनेर छोडेको थिए। अब यिनको संरक्षण छैन, त्यसैले यहाँ रुख बर पिपल सार्दैन। देउता पनि रहेछ कोत भवन। धन्यवाद। यो ठाउँ चाहिँ गुरुङहरूको चिहान पनि रहेछ कि पुरानो। के रहेछ त्यहाँ मान्छे रहेछन् के रहेछन्। यहाँ चाहिँ एकजनाको रहेछ विक्रम सम्वत 1982 साल असार 3 गते शनिबार जन्म भई 2041 साल मङ्सिर 9 गते शनिबार नै स्वर्गारोहण हुनुभएको रहेछ एकजना क्याप्टेन मालागिरी। उहाँको चिहान रहेछ 41 सालमा बनेको चिहान रहेछ। यस्ता चिहानहरू पहिला अरू पनि थियो होला के होला। यताबाट कहाँ पुग्छ अरे? यता त तल पुग्छ। ए माथिबाट जाउँ यहाँबाट जङ्गल जङ्गल। आयो जङ्गल जङ्गल। हाय हिँड्दै जाम। भ्यालीको यस्तो गजब मनोरम दृश्य यहाँबाट देखिँदो रहेछ। यो अलमोस्ट हुँडीकोट आउनु थालिसक्यो। हिँड्दै गर्दाखेरि रमाइलो छ। फाइनली हिँड्दै हिँड्दै हुँडीकोटको टुप्पोमा आइपुग्यौँ होइन। यहाँ चाहिँ पुरै पार्टी गरेर जस एउटा खाल्टोमा त राखेका रहेछन्, तर बियर र उसका बोतलहरू कति हुन् आमामा। सिसा फुटालेका सिसा चारैतिर छन्। यहाँ वरिपरि आउँदाखेरि ध्यान दिनु होला यतातिर। सिसा यता पनि फुटालेर फालेका छन्। यस्तो फोहोर त गर्न नहुने हो के अरे। और सिसा जसा के थाहा हुन्छ र है। बल्ल आज धेरै समयपछि हुँडीकोटको 360 भ्यू यहाँबाट देख्न पाइयो। यसलाई एकचोटि हेरौँ है त। यसलाई चाहिँ म यहाँ बिस्तारै स्लो गरेर देखाइदिन्छु पोखरा एरियाबाट। यहाँबाट फेवाताल पनि देखिँदो रहेछ ठ्याक्कै फेवाताल 7वटा ताल देखिँदो रहेछ यहाँबाट। त्यो चाहिँ पारी खैरेन्टार, यहाँबाट खैरेन्टार देखियो पुरै। त्यो चाहिँ कोतको मन्दिर। हुँडीकोटबाट देखिने भ्यू भनेको म्याग्निफिसेन्ट नै छ कि। पुरै पोखरा एरिया, फेवाताल, एयरपोर्ट होइन, 7वटै ताल, अनि त्यसपछि सेतीगङ्गा, यतापट्टि तनहुको खैरेन्टार, उतासम्म धादिङसम्म देखिँदो रहेछ यहाँबाट। ल मनोरम छ यो दृश्य जोस्। ल अब यहाँबाट झर्नु पर्यो। आया ट्याङ्की चाहिँ अहिलेसम्म सुचालित छैन होइन। यहाँभित्र इको आउँदो रहेछ कि सुनौ न होइन।
ओ दिपेन्द्र ओ हरि नयाँ प्र्याक्टिस भयो ल प्र्याक्टिकल भयो ल फर्किनु पऱ्यो पानी पर्ला जस्तो देखियो कि स्थिति हेर्दाखेरि यो अहिले म हिँडिरहेको चाहिँ हुडीकोटको पिकनिक स्पोट यसको वास्तविक इतिहास चाहिँ अब यहाँ पहिला टुक्रे राजा हुडीकोटका राजा थिए अरे यहाँ दरबार पनि थियो अरे होइन भनाइ सुनेको भनाइअनुसार तामाहरू होइन सिक्काहरूका घैँटाहरू पनि भेटिएको थियो अरे यहाँ अनि एउटा रेलको लिक जस्तो पनि थियो अरे फलाम होइन रेलको फलाम जस्तो थियो अरे त्यो दरबारभित्रै चलाउने होला अनि त्यो चाहिँ यहाँका मान्छेहरूले सब लिएर गयो कि अब के गरे अब थाहा भएन तर कोट चाहिँ अझै पनि छ अनि एउटा यो हुडीकोटको भ्यू टावर भयो यता कास्की जिल्ला पुरै देखिने होइन कास्की तनहुँ सबै देखिने अनि अर्को एउटा फेरि बङ्करहरू पनि भएको होइन भग्नावशेष त्यहाँ बङ्करहरू पनि भएको एउटा थियो उत्तामा कोटको मन्दिर के हो त्यो मन्दिर त्यहाँ चाहिँ फेरि पुरै लड्ने नि त्यो बङ्करहरू पनि थिए कि टुक्रे राजाहरूका त्यहाँ के थियो अब त्यहाँ कोटको मन्दिर थियो कि दरबार थियो कि त्यस संरक्षण भएन अनि जीर्ण भए हराए त्यस्तै भयो हाम्रो पहिला भरतपोखरीको वडा कार्यालय पनि म यहाँ माथिपट्टि थियो ठ्याक्कै त्यो मनिल डाँडा भन्ने छ हो त्यो कोटनेर त्यहाँनिर थियो अनि भरतपोखरी भनेको चाहिँ यो तल्लो पुँडी उपल्लो पुँडी तनहुँसम्म यो सर्लकै यति ठुलो जिल्ला जत्रो एरिया छ भरतपोखरीको तर पर्यटकीय ठाउँ चाहिँ एकदमै विशेष छ भरतपोखरी बाघमारा एकदम आउनै पर्ने ठाउँ छ जानी घुम्नै पर्ने ठाउँ छ अब यसैमा आनन्द लिँदै बिस्तारै बिस्तारै अब तल झर्दै जाऊँ त्यो उता देखिएको पुरै स्याङ्जाहरू हुन् स्याङ्जा यता तनहुँ यहाँ देख्नु त धादिङसम्म देखिन्छ भन्थ्यो के अरे अब कुन चाहिँ हो धादिङ थाहा छैन अब देख्दा देख्दा चाहिँ डाँडाहरू सर्लक्कै ती डाँडाहरू आमा ठुल्ठुलो डाँडाहरू तनहुँ मात्रै त होइन नि यता स्याङ्जा मात्रै त होइन यो स्याङ्जा नुवाकोट पनि देखिरहेको वहाँबाट यो चाहिँ हुडीकोट जाने बाटो ढलान हुँदो रहेछ सिमेन्टेड अब हुडीकोटबाट बिस्तारै बिस्तारै ओह्रालो लाउँदै यो बाटोबाटै झर्दैछौँ मालागिरी यो चाहिँ कस्यारी होइन साथी हिँड्दै हिँड्दै बाटोमा एकजना गाइड भेटियो साथी कता हो साथी कता निक्यो यो मनिल डाँडा भन्ने यही हो मनिल डाँडाको कोटको मन्दिर हो त्यो माथिको हामी मनिल डाँडा हुँदै यो पिच भएको त धेरै नै अगाडि हो अब बिस्तारै बिस्तारै भर्ती पोखरातिर यहाँबाट पुगिन्छ डाँडाको मनोरम दृश्य हेर्दै हेर्दै
हिँड्दै हिँड्दै भर्ती पोखरा आइसक्यौँ ल। ठ्याक्कै भर्ती पोखराको वरदा मन्दिर। अब नि यात्रा आजको एडभेन्चरस रह्यो, जस रमाइलो हाइकिङ एराउन्ड। हो यो चाहिँ घुम्दै फिर्दै हामी भर्ती पोखरा, यो चाहिँ भर्ती पोखराको सामुदायिक आधारभूत स्कुल 5 कक्षासम्म प्राइमरी यस्तो छ। पहिला हाम्रो पुर्ख्यौली थलो बाजेको घर, हजुरबाहरूको घर हो त्यहाँ माथि हो क्या। अब अहिले त छोडियो अहिले धेरै भयो। हो पानी पर्नै आँटेको भएर हामी चाहिँ यो भर्ती पोखराबाट अब टुरलाई सर्टकट बनाएर यहीँबाट झर्न लाग्यौँ। अब हामी भर्ती पोखराको स्कुलको साइडबाट अब झरेकै फाइदा होला जस्तो लाग्यो आजको हाइकिङ। जस हिँड्नु त हिँड्यो नि, धेरै नै हिँड्यो नि त होइन। नयाँ नयाँ ठाउँहरू देखियो, लाली गुराँस देखियो, जस अद्भुत बाघमारा, अद्भुत भरत पोखरीको दृश्य हेर्दै हेर्दै जङ्गल जङ्गल अब झरियो। झर्दै झर्दै गर्दाखेरि एकजना यहाँ मित्र नि पछि लाए। कता हो चोल्टी? कता? त्यो तलको कुकुर होला कि त्यो तमाथि कसैसँग आएको थियो होला अनि छोड्यो। आओस् अब क्या नि त चोल्टी। घाम पनि टहटहरा, पानी पनि झम्के पर्या। यो घाम पानी स्यालको बिहा, कुकुर जन्ती, बिरालो बाहुन, मुसो उप्रेत स्वाहा भनिन्थ्यो नि सानो सानो, त्यस्तै भयो आजको दिन ल। अब हामी यो रात्रिको बाटो झर्दै झर्दै कहाँनिर आइपुग्यो भन्दाखेरि यो सत्यश्री साईरामको ठाउँमा आइपुग्यौँ। रिसेन्टली चाहिँ यो खोलेको यिनीहरूले स्कुल 3-4 वर्ष भयो होला। यो चाहिँ रात्रिको कुन हो। ल फाइनल्ली हिँड्दै 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 आजको यात्रा अलि छोटाउनु पऱ्यो पानी परेको कारणले, नत्र उता देउरालीको नेटोसम्म पुग्ने सोच्थ्यो। ठ्याक्कै इन्द्राणी देखियो, इन्द्राणी वा दुईवटा इन्द्राणी, एउटा यहाँ तल एउटा यहाँ माथि 2। ओहो इन्द्रजीको दर्शन पाइयो। इन्द्रको धनुष भन्छन् अरे कि यसलाई। हामपानी हाटमा आइयो भाइ। खासै पानी त छैन, अलिअलि त छ। यो देखिरहेको चाहिँ हाम्रो भँगेरको थान, भँगेर देवताको मन्दिर हो, तर जीर्णोद्धारै भएन है। यो रुख पनि एउटा अचम्मको रुख छ क्या, यहाँ क्या काँडा काँडा भएको। यो के को रुख हो थाहा छैन। र भँगेर देवता यहाँ एउटा उस जस्तो आश्रम जस्तो बनाउनु खोजेको जस्तो छ, तर बिचैमा छोडेर हिँड्ने जस्तो छ।
इन्द्रेणी चाहिँ आज बबालै देखियो होला। त्यस्तो पानी पर्ला भनेर वहाँबाट फुतो छिटो छिटो लाग्यो। अहिले आकाश निलै भयो पुरै। हेर त धोका दियो नि त धोका। यस्तो भयो। घर आइयो फाइनल्ली बिस्ता। कति किलोमिटर हिँड्यो? 10.8 भनेको 11 किलोमिटर हिँडेछ अहिलेसम्म। जस उकालो ओह्रालो हाइकिङ राम्रै भयो, एकदम रमाइलो भयो आजको दिन। एडभेन्चरस डे भयो। आज सबभन्दा नौलो कुरो चाहिँ इन्द्रेणी देखियो के। म त 2-3 वर्ष भयो थियो यो इन्द्रेणी नदेखेको त। 3-4 वर्षै भयो। आज कतिवटा दर्शन दिए इन्द्रेणीले। दुईटा आज है। दामी भयो आजको दिन। सक्सेसफुल डे। सबैजना स्वस्थ रहनु होला, मस्त रहनु होला। धन्यवाद।